केएससीले तान्छ कि शिवलिङ्गजीले तान्छ यति बेला तानिरहेको छ निकै प्रतिस्पर्धा भइरहेको छ र तल नम्बर 1 कि तल नम्बर 2 कसले तान्छ तानिरहेको छ त्यतिखेर केएससी महासङ्घले तानिरहेको छ भने तल नम्बर 1 ले रोकिरहेको छ हेरौँ कसले तान्छ भन्दा कालीले युवा क्लबले 3 सेट मध्ये पहिलो सेट आफ्नो पक्षमा पार्न सफल भएको छ। अब हेरौँ बाँकी 2 सेट कसले आधा पार्नेछ त्यता खेलले नै जनाउनेछ। खुल्ला सामूहिक नृत्य प्रतियोगितामा नाम दर्ता गर्नुभएका टिम लक्की त्यस्तै मिनमिन युवा क्लब र आयोजकका प्रतियोगीहरू हाम्रो आवाजलाई सुन्नुहुन्छ भने स्टेजमा आएर आफ्नो प्रस्तुति रहने गीतको ट्र्याक उपलब्ध गराइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। अब भने हामी खुल्ला सामूहिक नृत्य प्रतियोगिताको प्रस्तुतिलाई जोड्दै जानेछौँ यस प्रस्तुति प्रतियोगितापछि। त्यसैले सम्पूर्ण उपस्थित गाउँलेवासी बुवाआमा दाजुभाइ तथा दिदीबहिनीहरूलाई केही समय धैर्य धारण गरी बसिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। 1 नम्बर तपाईहरु यो जो फर्स्ट भयो त्यसैले जित्नु खतरा मिलाएगा पर त्यस्तो हो पर हम पहिले आसन दे खुल्ला त्यतिखेर पुनः दोस्रो सेट पनि सुरु भइसकेको छ। हेरौँ कसले तान्दैछ शिवलिङ्गले तान्छ कि कालीबोकले तान्छ निकै रोचक भइरहेको छ। तानिरहेको छ कालीले तान्छ कि शिवलिङ्गले तान्छ हेरौँ त्यतिखेर तानिरहेको छ। कसले तान्छ त्यतिखेर तानिरहेको छ दुवै समूहले तानिरहेको छ र दर्शक मानवतीबाट आफ्नो समूहलाई हुटिङ पनि आइरहेको छ। हेर होइन कसले तान्छ त्यतिखेर तानिरहेको छ त्यतिखेर दुवै समूहले तानिरहेको छ। हेरौँ लामो समयपछि कालीले युवा क्लबले 2 सेट आफ्नो पक्षमा पार्दै वर्ष 2082 मा आयोजित